एकदमै महत्त्वपूर्ण सञ्चार सिपहरूमध्ये एउटा महत्त्वपूर्ण सिप हो आर्ट अफ पर्सुएसन, अर्थात् मनाउने कला, फकाउने कला, बोलेर अरूलाई आफ्नो तर्क वा विचारमा सहमत गराउने कला। सामान्यतया सबैले जानेको, सबैले मानेको विषयमा कसैलाई पनि सहमत गराउनु पर्दैन। सजिलै मान्छे सहमत भइहाल्छन्। 2 मा 2 जोड्दा 4 हुन्छ भन्ने कुरामा कसैलाई पनि डाउट हुँदैन। जुन विषयमा विपक्षमा पनि बलिया तर्क हुन्छन् त्यस्तो विषय, त्यस्तो तर्क वा त्यस्तो विचार मान्छेलाई मनाउन कठिन हुन्छ। तर केही विधिहरू अवलम्बन गरियो भने आफ्नो कुरा मनाउन सकिन्छ। जीवनमा तपाईँ जुनसुकै पेसा वा व्यवसाय अवलम्बन गर्नुभएको भए पनि आफ्नो कुरा अरूलाई मनाउन सक्ने खुबी भयो भने तपाईँ छिट्टै अगाडि बढ्न सक्नुहुन्छ। आज म आफ्नो तर्क, आफ्नो विचार अथवा आफ्नो भनाइमा अरूलाई कसरी सहमत गराउने अथवा अरूलाई आफ्नो कुरा कसरी मनाउने वा अरूलाई कसरी फकाउने भन्ने कला सिकाउनको लागि यहाँ उपस्थित भएको छु। म तपाईलाई फकाउने कला स्टेप बाई स्टेप सिकाउने छु। त्यसको लागि एउटा उदाहरण पनि लिएर, त्यो पनि अलिकति जटिल उदाहरण। यो उदाहरणको रूपमा मात्रै तपाईले बुझिदिनु होला। यो भिडियोलाई अन्तिमसम्म तपाईले हेरिसकेपछि तल कमेन्ट सेक्सनमा तपाईँ मेरो कुरामा सहमत हुनुभयो या भएन पनि लेखिदिनु होला। आज उदाहरणको रूपमा मैले के प्रस्तुत गर्नेछु भने नेपालको विकास बाहुनवादी भयो। केवल बाहुन क्षेत्रीहरूलाई लाभ पुग्ने गरी नेपालमा विकास निर्माण अथवा शासकीय प्रक्रिया सञ्चालन भयो। हाम्रो शासकीय प्रणाली र विकासले जनजाति, आदिवासी, मधेसी, मुस्लिम, दलितहरू सधैँ पछाडि परेर पारिए। त्यसैले अब हामीले यो बाहुनवादी अथवा असमावेशी विकासको मोडल विरुद्ध एउटा वैचारिक र सैद्धान्तिक लडाईँ गर्नुपर्नेछ। यही विषयका आधारमा मैले तपाईलाई फकाउने कला आर्ट अफ पर्सुएसन सिकाउनेछु। तपाईले यो भिडियो अन्तिमसम्म हेर्नुभयो भने धेरै कुरा सिक्नुहुनेछ भन्ने मैले आशा, अपेक्षा र विश्वास लिएको छु। नमस्कार, यो हो सक्सेस सूत्र। म हुँ विष्णु प्रभा सापकोटा। आउनुहोस् आज केही नयाँ कुरा सिकौँ। आर्ट अफ पर्सुएसन अर्थात् फकाउने कला वा मनाउने कला या आफ्नो कुरामा अरूलाई सहमत गराउने कला, अरूलाई आफ्नो कुरामा विश्वास दिलाउने कला, अरूलाई आफ्नो अनुयायी बनाउने कलाको बारेमा चर्चा गर्दैछौँ हामी। तपाईले राख्नु भएको विचार अथवा आफ्नो कुरामा अरूलाई सहमत गराउन चाहनुहुन्छ, अरूले कुरालाई स्वीकार गरोस् भन्ने चाहनुहुन्छ भने तपाईले 5 वटा सूत्रको प्रयोग गर्न सक्नुहुन्छ। त्यो मध्ये पहिलो सूत्र हो तर्कसङ्गत कुराकानी गर्नुहोस्। आफूले कुराकानी गर्दा आफ्नो कुरालाई केही तर्क, तथ्य र तथ्याङ्कले पुष्टि गर्नुहोस्। यदि कुनै पनि विचारलाई, कुनै पनि भनाइलाई तपाईले तर्कले पुष्टि गर्न सक्नुहुन्छ, तथ्याङ्कले पुष्टि गर्न सक्नुहुन्छ अथवा तथ्यले पुष्टि गर्न सक्नुहुन्छ भने तपाईको कुरा बलियो हुन्छ। त्यसैले मैले भनेको कुरा अर्काले मानोस् भन्नुभन्दा अगाडि तपाईसँग पर्याप्त तर्क हुनुपर्छ, तपाईसँग पर्याप्त तथ्य हुनुपर्छ र तथ्याङ्क हुनुपर्छ। जब तपाईले तथ्य, तर्क र तथ्याङ्कको फुलहरूलाई जोडेर विचारको, भनाइको माला बनाउनुहुन्छ, अरू तपाईको कुरामा सहमत हुन सक्छन्। अघि मैले तपाईलाई प्रस्तुत गर्छु भनेको विषय नेपालको विकास बाहुनवादी भयो। नेपालको राज्य सत्तामा बाहुनवादको हालिमुहाली छ। एउटा विशिष्ट जाति बाहुन क्षेत्रीले नेपालको राज्य सत्ता कब्जा गरिरहेका छन् भनेर मैले तर्क गर्दाखेरि त्यसलाई मैले पुष्टि गर्नुपर्छ तथ्याङ्कबाट। म के भन्न सक्छु, तपाईले नेपालका कार्यकारी प्रमुखहरू, प्रधानमन्त्रीहरू हेर्नुभयो भने 90% भन्दा बढी प्रधानमन्त्रीहरू बाहुन या क्षेत्रीका छन्। तपाईले प्रशासनिक क्षेत्रमा नेतृत्व गर्ने सचिवहरूको सङ्ख्या गणना गर्नुभयो भने त्यहाँ पनि बाहुन क्षेत्रीहरूको हालिमुहाली छ। तपाईको नजिकैको वडा कार्यालयको वडाध्यक्ष, तपाईको नगरपालिका या गाउँपालिकाको प्रमुख या उपप्रमुख, तपाईको निर्वाचन क्षेत्रबाट निर्वाचित भएको जनप्रतिनिधिहरूको कुरा धेरै जसो अनुहार तिनै बाहुन अथवा क्षेत्रीको देख्नुहुन्छ। इतिहासदेखि आजसम्मको तथ्य र तथ्याङ्कले
के पुष्टि गर्छ भने नेपालको राज्य सत्तामा बाहुन र क्षेत्रीहरूको हाली मुहाली छ। यसरी तपाईले तर्क, तथ्य र तथ्याङ्कलाई जोडेर आफ्नो भनाइ राख्नुहुन्छ। त्यसैले आफ्नो कुरा, आफ्नो विचार अरूलाई मनाउनु अघि त्यसलाई पुष्टि गर्ने तर्क, त्यसलाई पुष्टि गर्ने तथ्य, त्यसलाई पुष्टि गर्ने तथ्याङ्क जोड्नु होला। तब मात्रै तपाईले आफूले भनेको कुरा अरूलाई मनाउन सक्नुहुन्छ। कुराकानीको माध्यमबाट अरूलाई फकाउने, अरूलाई मनाउने अथवा आफ्नो कुरामा अरूलाई सहमत गराउने दोस्रो तरिका हो भावनात्मक सम्बन्ध गाँच्नुहोस्। तपाईले लिनुभएको तर्क, तपाईको विचार, तपाईको कुरालाई यदि कुनै समाचारबाट पुष्टि गर्न सक्नुभयो, कुनै पुरानो घटनाबाट पुष्टि गर्न सक्नुभयो भने तपाईको तर्क बलियो हुन्छ, तपाईको कुराकानी बलियो हुन्छ। अरूले तपाईले भनेको मान्छन्, पत्याउँछन्। अघि मैले भनेको विषयलाई भावनात्मक सम्बन्धबाट हेरौँ है। हाम्रो समाजको संरचनागत लाभ हेर्नुभयो भने केवल ब्राह्मण क्षेत्रीले ठुलो लाभ उठाएको देखिन्छ। कोही ब्राह्मण भएकै कारण जिउँदो बन्ने अवसर प्राप्त गर्ने हाम्रो समाज थियो। तपाईले 4 शहीदहरूको घटनालाई हेर्नुभयो भने टङ्कप्रसाद आचार्य ब्राह्मण भएकै कारणले बाँचेका थिए। अरू नेवार अथवा अन्य जाति भएको कारणले मारिए, तर ब्राह्मण भएको कारणले बाँचेका। ब्राह्मणलाई मार्नु हुँदैन भन्ने तत्कालीन समाजको आस्था, विश्वास अथवा त्यो संरचनागत लाभका कारणले टङ्कप्रसाद आचार्य बाँचे, अरू मरेर शहीद भए। उनी बाँचेर देशको प्रधानमन्त्री बन्ने अवसर पाए। इतिहासको घटना हेऱ्यो भने पनि यो विषयलाई पुष्टि गर्न सकिन्छ। यसरी तपाईले आफ्नो तर्कलाई कुनै एउटा घटनाबाट अथवा कुनै समाचारबाट या विगतका कुनै कथाबाट भावनात्मक रूपमा सम्बन्ध गाँच्न सक्नुहुन्छ र आफ्नो तथ्यलाई, आफ्नो विचारलाई पुष्टि गर्न अथवा अरूलाई मनाउन सक्नुहुन्छ। त्यसैगरी आफ्नो कुरामा अरूलाई मनाउने तेस्रो सूत्र हो सामाजिक प्रमाण प्रस्तुत गर्नुहोस्। तपाईको आँखा अगाडि भएका, तपाईले देखिरहेका, तपाईले भोगिरहेका कुराहरू प्रमाणको रूपमा पेश गर्न सक्नुभयो भने त्यसले तपाईको सामुन्ने, तपाईलाई सुनिरहेका मान्छेहरूलाई अझ सजिलै कन्भिन्स गर्छ, तपाईको कुरा मान्न बाध्य बनाउँछ। यो सामाजिक प्रमाण भनेको तपाईको अगाडि तपाईको आँखाले देख्ने, सुनेको कुरा होइन, पढेको कुरा होइन, तथ्याङ्कको कुरा होइन, तथ्यको कुरा होइन, तपाईको आँखा अगाडि रहेको कुरा जो तपाईले पुष्टि गर्न सक्नुहुन्छ, अनुभव गर्न सक्नुहुन्छ। त्यस्तो विषयलाई अगाडि राख्नुभयो भने तपाईको विचार, तपाईको कुराकानीमा अरू सजिलै सहमत हुन सक्छन्। अघि मैले उदाहरणको रूपमा लिएको तर्कलाई यहाँ फेरि प्रस्तुत गरौँ है त। हाम्रो विकास पनि बाहुनवादी भयो, असमावेशी चरित्रको भयो। तपाईँ नारायणघाटबाट पारी गैंडाकोट जान खोज्नुभयो भने एउटा पक्की पुल तर्नुहुन्छ। त्यो पुल बन्नुभन्दा अगाडि नारायणीमा माझीहरू थिए। माझीहरूले काठको ढुङ्गामा मान्छेलाई वारीदेखि पारीसम्म, पारीदेखि वारीसम्म ल्याउँथे। माझीहरूले ढुङ्गा चलाएर जीविकोपार्जन गरिरहेको थिए। ढुङ्गा खियाउनु उनीहरूको जीवनको सिप र पेसा थियो। उनीहरूले जानेको त्यति थियो। विकासको नाममा पक्की पुल त बन्यो। पुल बनेपछि सबै पुल माथिबाट हिँड्न थाले। साइकल हुनेहरू साइकल चलाउन थाले, गाडी भएकाहरू गाडी चलाउन थाले, बाइक भएकाहरू बाइक चलाउन थाले। धेरै मान्छे खुसी पनि भए। तर त्यो हाम्रो विकासको मोडलले माझीहरूले के गरी खालान्, यिनीहरूले जानेको यति ढुङ्गा चलाउन थियो, माझीले के गरी खान्छ भन्ने कुरा हाम्रो विकासको मोडलले कहिल्यै पनि सोचेन। माझीहरूले आफूसँग भएको जमिन बिस्तारै पहाडबाट झरेका उच्च जातका व्यक्तिहरूलाई बेच्न थाले। जमिन छन्जेलसम्म बेचे र त्यसैबाट आफ्नो पेट पाले। जमिन सकिएपछि उनीहरू सुकुम्बासी भए। पुल बन्नुभन्दा अगाडि उनीहरू जुन हैसियतमा थिए अहिले त्योभन्दा पनि गए गुज्रेको अवस्थामा छन्। यदि हाम्रो विकास समावेशी चरित्रको हुन्थ्यो भने माझीको बारेमा सोच्थ्यो, के गर्न सकिन्थ्यो त? माझीलाई पुल बनाउँदा बनाउँदै गाडी चलाउने सिप दिन सकिन्थ्यो, ड्राइभिङको तालिम दिन सकिन्थ्यो, लाइसेन्स उपलब्ध गराउन सकिन्थ्यो, अथवा कुनै रोजगारी दिन सकिन्थ्यो। सरकारले चाहेको भए ढुङ्गा लिएर रिक्सा दिन सक्थ्यो। उनीहरूको जीवन पनि अरू जातिको जस्तै सँगसँगै माथि आउँथ्यो। तर हाम्रो विकासको मोडल, हाम्रो शासन सत्ताले सबैलाई सर्वाङ्गीण तरिकाले हेर्न सकेन। हाम्रो विकास कहिल्यै पनि समावेशी चरित्रको भएन, असमावेशी भयो।
जसको कारण अहिले केही वर्ग धनी र शासन सत्ता कब्जा गरेर बसेका छन्, केही किनारामा उभिरहेको अवस्था छ। यसरी तपाईँले सामाजिक प्रमाण पेश गर्न सक्नुहुन्छ। किनभने अहिले पनि तपाईँ नारायणगढमा जानुभयो भने पुल देख्नुहुन्छ, पुललाई देखेर त्यो विषय कसैलाई भन्नुभयो भने मान्छे अलिकति सजिलै कन्भिन्स हुन सक्छ। तेस्रो तरिका सामाजिक प्रमाणहरू पेश गर्नुहोस्। अब लागौँ आफ्नो कुरा मनाउने, फकाउने अथवा आफ्नो कुरामा अरूलाई सहमत गराउने चौथो सूत्रतर्फ। त्यो चौथो सूत्र हो अवस्था अदल बदल गर्ने अथवा तपाईँले तर्क गरेको अवस्थामा कसैलाई पुर्याउने, त्यहाँ बसेर अनुभूति गर्न लगाउने, अर्काको जुत्तामा उभिन लगाउने, अर्काको धरातलमा उभिन लगाउने, अरू भएर सोच्न लगाउने। यो तरिकाले तपाईँले कुनै पनि मान्छेलाई आफ्नो विचारमा सहमत गराउन सक्नुहुन्छ। अघि मैले भनेकै विषयसँग यसलाई पनि जोडौँ। तपाईँलाई सुनिरहेका मान्छेहरूलाई के भन्न सक्नुहुन्छ भने, मान्नुहोस् तपाईँ त्यही नारायणी किनारमा डुङ्गा चलाइरहेको माझी हुनुहुन्थ्यो, तपाईँले के सोच्नुहुन्थ्यो होला? तपाईँको अपेक्षा के हुन्थ्यो होला? कि तपाईँको सोच अहिलेको जस्तै हुन्थ्यो या फरक हुन्थ्यो होला? दलितको जुत्ता लगाएर दलितको जीवन भोगेर हेर्नुहोस्, अनि यो विभेदको भङ्गालो कत्रो छ भन्ने कुरा तपाईँले थाहा पाउनुहुन्छ। एकै दिन तपाईँ दलित बनेर आफ्नो नाम र थर फेरेर काठमाडौँमा डेरा खोज्न जानुहोस्। त्यसपछि दलितले कस्तो हिंसा बेहोर्नुपर्छ, कस्तो विभेद बेहोर्नुपर्छ भन्ने कुरा पत्ता लगाउन सक्नुहुन्छ। कानुनको पानामा काला चिसा शब्दले समानता लेख्दैमा समाज समान हुने होइन। समानता अनुभूतिमा हुनुपर्छ, समानता व्यवहारमा हुनुपर्छ, व्यवहारमा समानता, व्यवहारमा समान अनुभूति छ कि छैन भन्ने कुरा हेर्नका लागि एक दिन मधेसीको भेष लिएर मधेसी बनेर तपाईँ काठमाडौँका गल्लीहरूमा तरकारी बेच्न हिँड्नुहोस् र सोच्नुहोस् हाम्रो विकास समावेशी भयो कि भएन, हाम्रो राज्य सत्ता कुनै एकल जातिको कब्जामा छ या समावेशी छ। यसरी तपाईँले अवस्थालाई आदान प्रदान गरेर अर्थात् खुट्टाहरू चेन्ज गरेर, धरातल चेन्ज गरेर अथवा तपाईँले सोचेको अवस्थामा अरूलाई उभ्याएर हेर्नुभयो भने आफ्नो तर्कलाई, आफ्नो विचारलाई, आफ्नो तथ्यलाई पुष्टि गर्न सक्नुहुन्छ। चौथो सूत्र। अब लागौँ आफ्नो कुरा अरूलाई मनाउने अथवा फकाउने पाँचौँ सूत्रतर्फ। पाँचौँ सूत्र हो अभावको भय सिर्जना गर्नुहोस्। अभावको भय सिर्जना गर्ने भनेको तपाईँले यदि आफ्नो कुरालाई यति जरुरी बनाइनु भयो, त्यो कुरा पालना भएन भने समाजमा ठुलो हानि नोक्सानी हुन सक्छ। समाजले हानि नोक्सानी बेहोर्न सक्छ। मेरो कुरा नमान्दाखेरि के हानि हुन्छ समाजलाई, के नराम्रो हुन्छ, के कुराको अभाव हुन सक्छ भन्ने कुराको भय सिर्जना गर्नुभयो भने पनि तपाईँले आफ्नो कुराहरूलाई मनाउन सक्नुहुन्छ। एब्सेन्सले के दुष्परिणाम ल्याउँछ भन्ने कुरा, आफ्नो विचार नमान्दा के नराम्रो नतिजा हासिल हुन्छ भन्ने कुरा प्रस्तुत गरेर पनि अरूलाई आफ्नो कुरा मनाउन सकिन्छ। अघि मैले तपाईँलाई भनेकै तर्कमा जाउँ। अहिले पनि हामीले यो एकल जातीय सत्ता अथवा असमावेशी चरित्रको समाज र राज्य सत्ता विरुद्ध लड्न सकेनौँ भने हामी सधैँ दलितको रूपमा दलनमा परिरहनेछौँ। हामी सधैँ दोस्रो दर्जाको नागरिक हुनेछौँ। हाम्रा हजुरबाहरूले पढ्न पाएनन्, विद्यालयमा गएर अक्षर चिन्न पाएनन्, विचारहरूको स्वाद लिन पाएनन्, त्यसैले यो विभेदमा विद्रोह गर्न सकेनन्। तर हामीलाई पुस्ताहरूले हामीलाई माफी दिने छैनन्। हामी विद्यालयमा गएर पढ्दा, सिक्दा, जान्दा, विचार गर्न सक्ने, विचारको मन्थन गर्न सक्ने हैसियत बनाउँदाखेरि पनि हामीले यो समाजलाई परिवर्तन गर्ने आवाज उठाउन सकेनौँ भने हाम्रो आउने पुस्ताले हामीलाई धिक्कारनेछ। त्यसैले आजैबाट हामी जुटौँ यो समाजलाई समावेशी बनाउन, यो राज्य सत्तालाई समावेशी चरित्रको बनाउन, इतिहासमा हामीले गुमाएको आफ्नो हैसियतको क्षतिपूर्ति लिनको लागि हामी लड्नु जरुरी छ, अगाडि बढ्नु जरुरी छ। यसरी तपाईँले स्कार्सिटी अर्थात् भय, अभावको भय सिर्जना गरेर आफ्नो कुरा राख्न सक्नुहुन्छ। यी पाँचवटा कुरा, पहिला तर्कसहित आफ्नो कुराकानी गर्ने, दोस्रो भावनात्मक सम्बन्ध विस्तार गर्ने, तेस्रो सामाजिक प्रमाणहरू प्रस्तुत गर्ने, चौथो अवस्थाहरूलाई आदान प्रदान गर्ने र पाँचौँ अभावको भय सिर्जना गर्न सकियो भने आफ्नो कुरा
अरूलाई मनाउन सकिन्छ, आफ्नो कुरामा अरूलाई चित्त बुझाउन सकिन्छ, आफ्नो कुरामा अरूलाई सहमत गराउन सकिन्छ। तपाईँ मैले दिएको उदाहरणमा सहमत हुनुभयो या हुनु भएन तल कमेन्ट सेक्सनमा लेख्नुहोस् है। सहमत नहुन पनि सकिन्छ। भनिन्छ नि सहमत हुनु नै लोकतन्त्र हो। लोकतन्त्रमा फरक विचारहरूको सम्मान गर्नुपर्छ। यदि फरक विचारहरूको सम्मान गरियो भने मात्रै त्यो लोकतन्त्र, त्यो समाज उन्नत हुन सक्छ। मैले यहाँ उदाहरणको रूपमा मात्रै यसलाई प्रस्तुत गरेको हुँ, अन्यथा नलिनुहोला। तपाईको आफ्नो राय र आफ्नो विचार तल कमेन्ट सेक्सनमा लेख्दै गर्नुहोला भन्दै अहिलेसम्म पनि तपाईँले यो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरिदिनुहोला। यदि तपाईँलाई भिडियो मन पर्यो भने लाइक, सेयर र कमेन्ट गर्न नबिर्सनुहोला। अर्को दिन अर्को भिडियोमा तपाईँ र मेरो भेट अवश्य हुनेछ। तबसम्मको लागि विष्णुप्रभा सापकोटा तपाईँबाट छुट्टी माग्छु। सफलताका रङहरूले यहाँहरूको जीवनमा सधैँ खुसीको इन्द्रणी पोतिरहोस्। फेरि भेटौँला। नमस्कार।